यसै गरी हामी चाहिँ करिब 8:30 बजेतिर टिकापुर कैलाली जिल्लाको यो टिकापुरमा अवस्थित भावना होटलमा स्टे गऱ्यौँ र अब हामी चाहिँ महेन्द्रनगरतर्फ प्रस्थान गर्दैछौँ, जहाँ चाहिँ हामी चाँदनी डोदारा पुल लगायत महाकाली ब्यारेजहरू अवलोकन गरेर हामी ब्याक टु कोहलपुर, आजको बास कोहलपुरतिर हुनेछ। गुड मर्निङ। Finally we reach here. अहिले हामी कहाँ छौँ सर? म त बिर्सेँ सर, खासै रङ्ग लागेन मलाई। यहाँ के खानु भएको यो बनाना चिप्स, तर टेस्टी छ। अहिले एउटा स्टार्टरको रूपमा भर्खर यहाँ घुमेर स्टार्टरको रूपमा अहिले चाहिँ हामीले यो बनाना चिप्स खाइरहेछौँ। अलिकति टेस्टमा चाहिँ अलिक नुन कम होइन, नुन कम कि बढी होइन होइन, यस्तो के अरे उस अनुसार फरक फरक छ। कुनै कुनै बढी भन्छ, त्यो भनेको अलिकति मिक्सिङ नभएको राम्रो। तर राम्रै लाग्यो मलाई त। त्यो पटेटो चिप्स भनेर धेरै हाल्यो नि त। एकदम घर लाने हो, घर लाने हो छोरीलाई नौकाले हुन्छ मेरो खाइ नचिन्छ। छोरीले त खाँदैन होला, बाबालाई हुन्छ लानु होला। अनि सन्देश कस्तो भइरहेको छ टुर? रमाइलो भएको बाबु रमाइलो ल इन्जोय लिने क्या मेरो रामु। यता रामुको इन्टरभ्यू नलिने कहाँ हुन्छ? त्यो मार्क्सिस त तल झर हाल्नुहोस् त राम सर। अरू कस्तो इन्जोय भइरहेछ? चिप्स खाइयो? निकालेर पुरै पोका लिने होइन कि भित्रको निकालेर पनि अनि खाए पनि अलि बढी निकालौँ न। माया मानी दिइरहेको छु नि। जोयल कम ठिक छ जोयल, रमाइलो भइरहेछ? यो त अहिले त ठुलो भइसक्यो, अलि धेरै निकालेर खानु न हुन्छ। कस्तो लाग्यो सर हजुर?
मिठो छ, साँच्चै मिठो छ, सोचेभन्दा बढी मिठो छ। तपाईँले आउनु भने चाहिँ स्योर खानु खानुभयो हजुरले? एकदम मिठो दामी दामी क्लास 10 गर्ल्स सो हाउ इज योर एक्सपिरियन्स अफ ह्याभिङ बनानाज मोमो कस्तो लागिरहेछ ठिक छ टेस्ट विद्या लेर झन् घुमेर टिकटक बनाउँदा मात्रै आइछ कि उसलाई कस्तो लाग्यो त यो बनाना मोमो एकदम राम्रो सर एकदम अट्र्याक्टिभ मजा लाग्यो एकदम लक्ष्मीलाई कस्तो लाग्छ बनाना मोमो पनि स्पेशल एकदम मोमो झन् मिठो र अहिले भर्खर हामी चाहिँ बनाना रिसोर्ट घुमेर अब हामी चाहिँ चाँदनी दोधारा पुल जान लाग्यो यहाँबाट लगभग 140 किलोमिटर पर रहेको छ सो अब यस्तो यस ड्यु टु ल्याक अफ टाइम के होइन त्यही बात जाने ड्यु टु ल्याक अफ टाइम त्यति राम्रोसँग सबै कुराहरू धेरै टेस्ट गर्न पाएन बट वेन यु आर कमिङ टु बनाना एग्रो रिसोर्ट टिकापुर सो अलिकति टाइमिङ निकालेर आउनु होला रमणीय ठाउँ छ यसको अझै हाम्रो अब त्यति धेरै एग्रिकल्चर पाटोहरू हामीले त्यति बुझ्न त पाएनौँ बट जस छोटो समय यहाँ बिताएँ धेरै रमाइलो भयो र अहिले हामी चाहिँ टिकापुर सकाएर अहिले हामी अगाडि बढ्दैछौँ र करिब अब 2-4 किलोमिटरमा लमही आउँछ करिब लमहीबाट तपाईँको 60 किलोमिटर धनगढी रहेको छ र धनगढीबाट चाहिँ करिब 40 किलोमिटरमा महेन्द्रनगर र महेन्द्रनगरबाट करिब दक्षिणमा 9-10 किलोमिटरमा चाहिँ चाँदनी दोधारा पुल रहेको छ जुन आजको हाम्रो अर्को गन्तव्य हो र अहिले यो टिकापुरदेखि लम्बै जाने यो जुनको सडक चाहिँ एकदम उन्नति कार्य भइरहेको रहेछ देख्न सक्छ र अहिले चाहिँ हामी यो लम्बीचुवा हाइवेमा लमही आएको छौँ र अब हामी चाहिँ यहाँबाट पश्चिम लाग्दैछौँ महेन्द्रनगर लगभग यहाँबाट 60 किलोमिटर छ हामी यो चोकबाट लेफ्ट लाग्छौँ र चाँदनी दोधारा पुलमा जान्छौँ त्यस पछाडि आएर आजको लन्च चाहिँ हामी महेन्द्रनगरमा गर्नेछौँ करिब यहाँबाट 14 किलोमिटर अराउन्ड भन्ने कुरा छ लेट्स सी हाम्रो फाइनल डेस्टिनेसन गलुङ्गेपुरमा आइपुगेको छ त्यही महाकाली पारीका 2 नेपाली गीतहरूलाई जोड्दछ बाइकै लिएर जाने कि अहिले यहाँलाई अब म चाँदनी दोधारा पुल यो महाकाली नदीमाथि बनेको महाकाली पारीका 2 गाउँहरू चाँदनी र दोधारालाई जोड्ने एकमात्र गलुङ्गे पुल हो यसको लम्बाइ लगभग 1.5 किलोमिटर भन्दा बढी छ
यहाँ देख्न सक्नुहुन्छ यो महाकाली नदी र अब हामी लन्च गरेर अब फेरि ब्याक टु चिसो पानी सकेसम्म अब हामी छिटो पुगेर झोल सर्ट लिने प्रयास गर्नेछौँ। देख्छु आउनु है अनि फेरि अल्टर रुट पर कताबाट जाने अगाडि हाम्रो कर्णाली पुल नेपालको सबैभन्दा लामो नदीमा बनेको यो सिंगल पिलर वाला पुल। यतै बस्ने एउटा गाडी रोक्न दिनुहुन्न। ल यो नेसनल पार्कमा चाहिँ अब राति 6 बजेपछि चाहिँ यता जान नदिँदो रहेछ। त्यही भएर अब हामी चाहिँ यता चिसापानी कर्णाली ब्रिजको छेउमा नै बसिने भयो। हामी रुमको लागि अगाडि बढ्दैछौँ। केही त छोडेन दाइ। लक्ष्मी होटल भन्ने हो क्या। लक्ष्मी होटल लेखेको छ नाम। धमला होटल हो। ए यही हो न्यू लक्ष्मी। And here we start our day 3. आज चाहिँ हामी अब स्वर्गद्वारी जाने। स्वर्गद्वारी यहाँबाट करिब करिब अब अहिले हामी चिसापानीमा थियो, हिजो आउँदा राति भयो र अब आर्मीहरू यहाँको नियमअनुसार अब 6 बजेपछि कुनै पनि यो टु व्हिलरहरूलाई चाहिँ जान निषेध रहेछ। त्यही कारणले गर्दाखेरि अब हामी यही चिसापानी कर्णाली छेउ कर्णाली रिभरको छेउमा अवस्थित यो चिसापानीमा हिजो हामी यतै बस्नु पर्यो र अब चाहिँ हामी अगाडि बढ्ने। आज हामी स्वर्गद्वारी गएर यहाँबाट करिब 300 किलोमिटर छ र इफ पोसिबल हामी आज घर नै पुग्नेछौँ सिङ्गे। इफ नट आज एक बोतलतिर कतै बाँच्नु ल। र अब हामी चाहिँ यहाँबाट कोहलपुर हुँदै भालुवाङ
हुँदै हामी चाहिँ अहिले अब चाहिँ स्वर्गद्वार जानेछौँ। आज हामी लास्ट नाइट बसेको होटल चाहिँ यो र एकदमै चिसो हावा यहाँ लाग्दो रहेछ। अलि यहाँबाट उता चाहिँ तपाईँहरूको प्रदेश पनि फरक छ, जिल्ला पनि फरक भइहाल्यो। मजाले तपाईँले यो बिहानको दृश्य देख्नुहुन्छ। सो यो पुल चाहिँ तपाईँहरूको सम्माननीय प्रधानमन्त्री श्री गिरिजाप्रसाद कोइरालाज्यूबाट यस कर्णाली पुलको समुद्घाटन मिति 2050 साल मङ्सिर 28 गते सोमबार तदनुसार डिसेम्बर 13, 1993 का दिन सुसम्पन्न भएको थियो। यसको आधारमा करिब 28 वर्ष भइसकेको छ यो पुल निर्माण भएको देख्न सक्नुहुन्छ। यो नेपालको सबैभन्दा लामो नदी कर्णाली नदीको माथि निर्मित नेपालको एकमात्र सिंगल पिलरमा भएको यो लङ्गेस्ट ब्रिज हो। यो जापानिज प्रविधिबाट चाहिँ निर्मित यो पुल 500 मिटर लम्बाइ रहेको रहेछ र अब केही समय हामी यहाँ कर्णाली पुलमा चाहिँ फोटो खिचेर अब हामी चाहिँ लाग्यौँ हाम्रो गन्तव्यतर्फ। हाम्रो आर्मी क्याम्प छ। यो जीवजन्तु तस्करी लगायत मानिसहरूको जोखिम कम गराउनको लागि चाहिँ कुन ग्रुप ओ पुरा लाभ हाले दिनु त ल। अब खाना खाएर हामी अब अगाडि बढ्दै है त। बाइकमा चाहिँ थोरै समस्या देखिएको हुन्छ, थोरै चाहिँ त्यो बाइक मेन्टेनेन्स गर्ने क्रममा यहाँ चाहिँ खाना खाइयो। अब चाहिँ हामी सर्ट टी ब्रेक Hey,